छु हैन, त्यही भएर यसो साँझतिर पार्कमा वाकिङ गर्न गइरहेको छु। अनि यो रियान्स पनि फुफु फुफु जाम के पार्कतिर घुम्न हजुर त कहिले जानुहुन्न भनिरहेको छ हैन, त्यही भएर रियान्ससँग यसो गइदिएको म। कसरी आउँछु आज ऊ पछाडि अब के गर्ने नजिकै हो, त्यही भएर हिँडेर गइरहेको छु म चाहिँ। बाप रे बाप, यो रोडमा चाहिँ यति धेरै जाम हुन्छ के भन्नु अब मैले। रियानसँग यस्तै घुमिन्छ पार्किङ हिँडेर चाहिँ गइरहेको छौँ हामीहरू चाहिँ। पार्कमा पुग्न अझै टाइम लाग्छ होला। मन्दिर हुँदै पार्क जानुपर्छ के यता चाहिँ। मन्दिर पनि देख्न सक्नुहुन्छ। देखो बाप्रे कितना कति राम्रो मन्दिर छ है। रियान्स छिटो आइज नि। ओ रियान्स पछाडि ल पुगिसक्यो भनौँ कि पुगिरहेछौँ। 2 मिनट छ मन्दिरतिर पुग्न। कति धेरै मान्छे आछन् हेर्नु न उता माथि, कति धेरै मान्छे आएको के। म चाहिँ भागिरहेको छु है, रियाज मलाई चौदैछ के। रियाजले मलाई चबिसकेको छैन है, कसरी दगुरिरहेको छु म चाहिँ। रियाजले मलाई अझै छोपिसकेको छैन। उदेर पाछा सानो मान्छे कस्तरी छोप्छ के मलाई, सानो मान्छे। फाइनली पार्कमा पनि पुगे। हेर्नु यति राम्रो छ यो पार्क चाहिँ। नेपालमा यस्तो पार्क जानलाई टिकट काटेर जानुपर्छ। यहाँ चाहिँ फ्रीमा छ है, फ्रीमा जान मिल्छ। फ्रीमा जान मिल्छ यहाँ चाहिँ। बिना टिकटको आउन मिल्छ क्या यता चाहिँ। नेपालमा चाहिँ यहाँदेखि हुन्छ है। कति धेरै घुम्नुपर्छ यता, यति ठुलो छ है। म देखाइदिन्छु हेर, राम्रो पनि छ। ल अब रियान्सलाई म चाहिँ पार्कमा वाकिङ गर्ने हो। अनि यस्तो 2-4 फोटो पनि खिचिन्छ, रिल्स पनि बनाइन्छ। रियान्सले चाहिँ कहाँ लगिरहेछ है। ओइ रोक के, एक्लै कहाँ जान लाग्यो त। डर लाग्यो। यता चाहिँ खेलाउन है बच्चाको उतै चाहिँ हो कि। एकछिन पछि जान्छ कि रियान्सको मोमो आएपछि एकचोटि। अब रियान्सलाई म यता रेस्ट गर्छौँ कि। हिँडेर आएको थिएँ, 5 मिनट लाग्छ लाग्नु त। त्यही पनि अब यहाँनिर यति राम्रो छ।